छोड न जाऊ भाइ बाबा बेबी आई क्यान प्रोटेक्ट यु के रे लाइक एन्ड सब्स्क्राइब लाइक एन्ड सब्स्क्राइब हो सो हेलो एन्ड वाट्सअप गाइज फेरि पनि तपाईँहरूलाई स्वागत छ मेरो नयाँ ब्लगमा अनि आज पनि फेरि आर्न खोला गेम खेल्न जानु लाग्यो हामी आज चाहिँ क्वार्टर फाइनल हो अब के हुन्छ कस्तो हुन्छ हेर्दै जाऊँ होइन अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला लाइक गर्न नभुल्नु होला सेयर गर्न नभुल्नु होला अब चाहिँ मलाई साथी लिन आएको थियो अब चाहिँ हामी यहाँदेखि हिँड्न लाग्यो गर्मी त लास्टै छ यतातिर है यतातिर पनि गर्मी नै होला यो चाहिँ मेरो घर भयो अब चाहिँ हामी यहाँदेखि हिँड्यौँ है अहिले बिचमा देखाउँदैछु म यो चाहिँ हाम्रो अर्बन स्कुल यता राणा मोटरसाइकल अनि यही हो हाम्रो बस र म अहिले यहाँदेखि हिँडेँ हामी यहाँदेखि हिँडेँ अहिले बिचमा देखाउनेछु लगाइ चाहिँ हामी चाहिँ फाइनली यहाँ आइसक्यौँ है अब हाम्रो कुदेलाई हेरौँ यहाँ हाम्रो प्लेयरहरू है यिनीहरू चाहिँ नि दादाहरू कुन हो माकी प्लेयर हो हामी जहिले फर्स्टमा आउँछ यार आयोजकसँग भनेको म्याच आज पनि ढिलो हामी नै फर्स्ट हामीले नै म्याच खेला जस्तो भए दाइ नमस्ते गर्नु दाइ तेजेन्द्र सचिनको बाउ तेजेन्द्र हामी जहिले छिटो आउँछौँ यार कहिले टाइममा आउँदैन आयोजक यार अब हेरौँ के हुन्छ आजको गेम आज हाम्रो क्वार्टर फाइनल म्याच हो अनि भर्खर आइरह मान्छेहरू नि अब धेरै दिन पनि होइन बाहिर जाने आज नै लास्ट म्याच हुन्छ होला मेरो सायद अब हेरौँ के हुन्छ पानी पर्दो रहेछ ग्राउन्ड नि कस्तो उस भयो यार आज फेरि हिलो हुन्छ जाने बेलामा मैले फेरि त्यो उस गर्ने भ्लग त्यो आउँदा भ्लग बनाउने त्यो कस्तो लाज लगाएर मैले बनाएन क्या त्यही भएर मैले एकैचोटि जहाँ ठाउँ त्यहीँको आएर बनाइदियो भर्खर स्टार्ट गरेको नि त्यही भएर अलिक गाह्रै भइरहेको लाज लागिरहेको छ त्यही भएर अब बिस्तारै रेगुलर हाल्ने छु अब काठमाडौँ जान भोलि त्यति बेला नि मिल्यो भने हाल्छु मिलेन भने त त्यस्तै हो हेरौँ अब के हुन्छ अब म्याच अब खेल्ने हो क्या अब आफ्नो बेस्ट दिने हो अब के हुन्छ हेर्दै गरौँ ल अब चाहिँ नि अब प्लेयरहरू आउँदै हो अब अहिले सबै आइस म देखाउँछु हल्का यहाँको माहौल देखाउँछु अनि हेरौँ आज के हुन्छ है त गेम अहिले म देखाउने छु सबै फेरि अस्ति जस्तो लाइभमा एलएस शर्मा दाजुकोबाट क्लिप गरेर म देखाउने छु हाम्रो मार्केट प्लेयरहरू आइसकेका छन् ओ हेलमेट दामी हो त दामी हो कि हेलमेट त टाढैदेखि चिनेको थियो कि तिमीलाई त टाढैदेखि चिनेको थियो तिमी यहाँ गनेर ल्याइस न ओ ग्लोभ्स ल्यास हामी होइन आज तिमी हो आज तिमी गयो होला नि प्र्याक्टिस गर्न गयो होला नि हो ल भन्न के अरे लाइक एन्ड सब्सक्राइब हो ल धन्यवाद हामी चाहिँ नि अब यहाँ सबैजना आइसकेको हो ग्राउन्डमा अब हामी पनि यहाँ छिर्न लाग्यो अब हामी पनि अब चेन्ज अब रेडी हुनु पर्यो हाम्रो अपोनेन्ट अब रेडी हुने हो दाइ होइन गर्दैन मेरो दाइ हो गर्नुहुने ल अब हामी रेडी हुन्छौँ अहिले म देखाउने छु बिचमा अझ सबै कस्तो दामी भएको शीतल भएर आज यार आज दामी हुन्छ क्या आज हेरौँ लेट्स प्ले के हुन्छ अब हेर्दै जाऊँ है त लाइन आयो अब स्टार्ट भयो है नमस्ते दर्शक मित्र न्यू सृजना युवा क्लब मध्यबिन्दु 12 रोहिणी घाट भुपुद्वारा आयोजित दोस्रो 7 साइड फुटबल कप 2082 को यो क्वार्टर फाइनल खेल हुँदैछ यतिखेर यो क्वार्टर फाइनल खेल भने यतिखेर सुपर स्टार फुटबल क्लब
जुगे पानी भर्सेस जतापट्टि यङ बोइज भुपु रहेको छ खैरो जर्सीमा। यङ बोइज खैरो जर्सी छ भने सुपरस्टार एफसी निलो जर्सी छ। क्याप्टेन टिम क्याप्टेनको रूपमा हुनुहुन्छ भने टिम कोचको रूपमा कुशल पाण्टाकी तथा टिम म्यानेजरको रूपमा हुनुहुन्छ निराजन। साथसाथै भुबु यङ बोइजका टिम म्यानेजर क्याप्टेन सङ्घर्ष गर्दैछ र उत्तम तयारी अवस्थामा किपर मुकेश गुरुङ छ यङ बोइजबाट। तयारी यङस्टार सुपरस्टारको गोल सहजै गोल हानिदिएको छ सुपरस्टारको। एक गोल खेल सुरु भएको केही समयमा नै एक गोल भइसकेको छ। सहजै नियन्त्रण गर्दै जीवन गुरुङ ठकुरे राम्रो प्रयास थियो। एकदमै नपेर हानेको सट सटन टार्गेटमै थियो तर सुपरस्टार एफसीका गोलकिपर जीवन गुरुङद्वारा सेभ गर्न सफल। राम्रो बचाउ गर्दैछ किपर। रोहित सिधै पोस्ट गोल हुने यहाँ सम्भावना गोल हान्दिएको छ। दोस्रो गोल सुपरस्टार फुटबल क्लबको। किपर राम्रो प्रहार थियो। राइट पनि corner किपर जीवन गुरुङ सहज नियन्त्रण बेटो कुदेको प्रहार ल जर्सी 8 बसन्त समय नेकनेम कुदेको तर्फबाट पनि एक गोल। क्लबको 3 गोल यङ बोइजको 0। यो 3 गोलसँगै सेमी फाइनलमा प्रवेश गरेको छ सुपरस्टार फुटबल क्लब जुगे पानी भने यङ बोइज भुपु चाहिँ यात्रालाई यहीँ बिट मारेको छ। हाम्रो गेम चाहिँ नि भ्यायो अनि हामीले जित्यौँ। ओ रन्डी धन्दै मेरो यहाँ चुरोटले उस भयो यार मान्छे। हामीले चाहिँ नि जित्यौँ होइन। कति गोल हानेको रे हामीले 3 होइन 3-0 होइन हामीले 3-0 मा जित्यौँ। अनि अब के भने अब त्यो भिडियोको क्लिपहरू चाहिँ नि म उता एलएस चोरमारा दाजुकोबाट उस गरेर हाल्छु। अहिलेको लागि चाहिँ यति नै गरिदिनु होला। लास्ट धेरै मान्छेहरू नै
भ्यू दामी छ क्या यहाँ आउनु होला यहाँ गेम हेर्न आरुन खोलाको नजिकैको हुनुहुन्छ भने हामी सेमी फाइनल हाम्रो कहिले छ गेम 15 गते 15 गते भेट्ने एकैचोटि हामीले नि सेमी फाइनलमा पुग्यौँ अब राम्रो बजे होस् भाइहरू थियो राम्रो त के भयो भने हावा जित्यौँ अहिले फेरि अर्को गेम स्टार्ट हुँदैछ म अब यहाँदेखि सिधा के अरे उसमा जान्छु के अरे त्यहाँ साथीहरूले बोलाएको छ त्यही जान्छु त्यहाँ गएर देखाउने छु अहिले चाहिँ नि यहाँदेखि निस्किने होला एकछिनमा अब हाम्रो गोल्ड स्कोर दादाहरू आमा सुके ग्याङ आयो सुके ग्याङ हो अझ ल यस्तै भइरह अब Baby, I can protect you. यस्तै भइरह होइन अब बिस्तारै बिस्तारै राम्रोसँग आउँदै गर्छ भिडियोहरू चाहिँ नि होइन अहिलेको लागि चाहिँ यति नै टाइप अहिले चाहिँ यहाँ अहिले म त्यहाँ ग्राउन्डमा गयो भने चाहिँ म देखाउँछु क्लिपहरू अरू अनि मान्छेहरूलाई देखाउँछु तर सक्दैन कि अलिक गाह्रो हुन्छ त्यही भएर अब चाहिँ नि म यहाँदेखि बाई बाई गर्छु है आशिका दिदी हजुर यहाँ आउनुपर्छ है यहाँ अन्त यो के हो यो यस्तो यो भएन आशिका दिदी हेर्नु हजुर यता नै आउनु पऱ्यो क्या त आरुन खोला नै आइपुग्नु पऱ्यो क्या यहाँ यसरी त हुँदैन है दिदी हेर्नु हेर्नु दिदी यस्तो यो के हो यो आशिका दिदी हजुरलाई नटेऱ्यो यिनीहरूले नटेऱ्यो जस्तो दिदी हेर्नु हेर्नु यिनीहरूले हजुरलाई टेरे नि दिदी यहाँ आउनुपर्छ हजुर आशिका दिदी यहाँ चाहिँ आउनुपर्छ हजुर म चाहिँ सिधा डाइरेक्ट गेम खेल्न गएर त्यहाँ आरुन खोलादेखि सिधा यहाँको साथीहरूसँग अझै यहाँ उक्का खाने रे त्यहाँ हाम्रो ईश्वर सन्दीप नेत्र दादा हामी यहाँ आज यतिकै बस्न आएको थियौँ कि अब कहिले कहिले भेट्ने भनेर आज बस्न आएको थियौँ अब त्यस्तै हो साथीहरूसँग बस्नु गएको थियो एकचोटि घर गएर अनि फ्रेस फ्रेस भएर सिधा यहाँ आएको अब यहाँ के हुन्छ म देखाउने छु सबै देखाउँछु म रमाइलो हुन्छ दामी हुन्छ अहिले म देखाउँछु अनि एकैचोटि भोलि आउँछ ब्लग भोलि सायद भोलि नै आउँछ अहिले नै सकिन्न लाइन पनि गयो म्याग यस्तो भाग्यो के भन्ने अब भयो दबाउनु भयो म बाल दिन्छु राम्रोसँग है युट्युबमा ह्यापी जर्नी Have a safe journey, Bonjour. Have a safe journey. खाने हैन यो चाहिँ खाने आज चाहिँ खाने है यो चाहिँ कसैले लाउने हैन रामसँगै काम मात्रै बोल्दिनुस् त हाम्रो एक दुई शब्द गरौँ न भिडियो क्यामेराम्यान भन्ने धन्यवाद सबैलाई थ्यांक यू आउनु हजुर अङ्कललाई बोलाउनु न अङ्कल आउनु न हजुर पठाएको 4500 को केक है कसलाई दिने सुरुमा आन्टीलाई दिने फर्स्ट टाइम होला है देखेको है गाइजहरुले 4500 को उ हाम्रो प्यारी भाउजू हाम्रो आन्टीलाई 6.5 ए भाउजू भन्ने कि आन्टी भन्ने भाउजू जे भने नि भन अयो ठिरी हेरे कि है नला जाऊ यता त हैन के चाहियो छोड न जाऊ भाइ बाबा मतलब
सबैलाई धन्यवाद अब भेटिँदा कहिले अब अहिलेलाई आज रमाइलो गर्नुपर्छ कानमा हाल्यो के कसले हो खोइ मोटेले हो काम हो कि यस्तो कानमा मेन नायक आउनु भयो हाम्रो मेन नायक यहाँको दाइ झोल मोमो खान परेमा चाहिँ यहाँ आउनु होला यस्तो मिठो पाइन्छ थपी यही हाम्रो आज लास्ट टुगेदरिङ होइन टुगेदरिङ भन्छ होइन आज हाम्रो गेट टुगेदर चाहिँ लास्ट आज यही हो अब त्यसपछि कहिले थाहा छैन यो रफ बोल्ने यही हो पछि आज त मसँग एक सुकान थिएन आज अब यहाँ यस्तै हो अब यहाँ खाँदै मैले अब इन्डिङ गर्ने त्यस्तै हो अब अहिले नै म गरिदिन्छु होइन तपाईँहरू नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला अनि मलाई सपोर्ट गर्नु होला अब यति नै भन्दै म मेरो भ्लगलाई यही टुङ्गाउन चाहन्छु हस् त धन्यवाद बाई बाई ल बाई बाई गाइज ल बाई बाई ल है